surprise, surprise! 7:10. So hello everyone, good morning अनि वेलकम छ तपाईलाई फेरि आज नयाँ भिडियोमा र राइट नाउ हामी चाहिँ अहिले यहाँ देख्न सक्नुभयो गाडीमा चढेर जानु आँटेको छौँ अलरेडी गुगलमा सेट भइसकेको रहेछ यस गाइज हामी जाँदैछ अहिले दमक नेपाल कता ए ल भाइ रहेछ इन्डियन ओयल 6 माइल ओके सो राइट नाउ हामी चाहिँ अहिले जस्ट यहाँनिर 6 माइल पेट्रोल पम्प पुग्यो र भाइले चाहिँ तेल हाल्दैछ र अहिले चाहिँ यो E20 ले गर्दाखेरि चाहिँ माइलेज चाहिँ एकदमै घटिसकेको छ हाम्रो सब गाडीको बाइकको स्कुटीको हो तेलको दाम पनि 114 रुपियाँ भइसक्यो हो यहाँनिर सक्नुहुन्छ 2000 कति जाँदो रहेछ हेर्नु नै तर लिटर 51 पनि जाँदो रहेछ ल 17 लिटर जाँदो रहेछ नि हामी चाहिँ सानो चन्दिरी आमा ज्योति चाहिँ पछाडि छ आमा चाहिँ टिस्टामा जानुहुन्छ अगाडि चाहिँ छौँ हामी र सधैँ झै अहिले फिलहालको लागि 8:20 र हामी टिस्टा आइपुग्यो र यहाँनिर चाहिँ दिदीले चाहिँ काँक्रा किन्दैछ उता लाने गाइज र कति 9:10 रहेछ हामी चाहिँ जस्ट सेभक आइपुग्यो हो र मैले चाहिँ त्यो बाटोको भिडियो चाहिँ कहीँ पनि बनाइनँ किनभने त्यो सधैँ हिँडिरहेको बाटो हो सो भन्दैन अहिले चाहिँ हामी यहाँ खाना खानु लागि चाहिँ ब्रेकफास्ट देन्जोङ होटलमा आएको छौँ अब यहाँबाट खाजा खाएर चाहिँ सिधै जाने त्यस्तो बाहिर कति दामी देखिरहेको छ वेदर पनि दामी भयो गरम चाहिँ छ नि तर ठिक्कैको त्यो बासेको चाहिँ कम्ती भइरहेको छ हो सो तपाईँको पर सेवक रेलवे ब्रिज यो चाहिँ सेवक एरिया जस्तो नानीहरू चाहिँ बसिरहेको छ ओके सो हाम्रो चाहिँ पराठा आयो हो मेरो अन्जली ज्योति भाइको चाहिँ पराठा सान्स ए होइन ज्योतिको पराठा होइन अन्जली मेरो हो त्यहाँदेखि चाहिँ आलुको चाहिँ पराठा हो ज्योतिको चाहिँ सुक्खा रोटी हो र हामी चाहिँ सुरु गरेको अब चाहिँ हामी यहाँबाट निस्क्यौँ अब चाहिँ नरोके सिधै काँक्री भित्ता कति बज्यो 9 बजेको ल 9 बजेको सोचेको थियो हामीले हो 10 बज्ने रहेछ सालुगढा पुग्न आँट्यो हो र वेदर चाहिँ यस्तो दामी भयो घाम पनि छैन हो पानी पनि परेको छैन हो पानी पर्ला जस्तो भइरहेको छ यस्तो भइरहेको छ के हो यस्तो दुईपट्टिबाट दुईपट्टिबाट ओभरटेक एट अ टाइम के गरेको राम्रै है 73 यो एसके यस्तो हुन्छ फेरि आमा होइन कहाँ आइपुग्यो सबैजना गयो फेरि कोही पनि जाने भन्दा सबैजनाको टुटु गयो भएन के भयो गरम भयो यताबाट सिटी सेन्टर आइपुग्यो एउटा सामान किन्नु छ दिदीको सो त्यसले गर्दाखेरि अब त्यो सकेपछि चाहिँ हामी फेरि निक्लिहाल्छ तर फुलले सस लागेन माथि चाहिँ मलाई अब हाम्रो टी पार्टी हुन आँटेको एकछिन यहाँ पर्खिन्छसम्म हो सबजना यहाँ बिजीहरू दुईजना चाहिँ लो यस्तो खालको छ त अन्त रेडिमेड मेरोमा घरमा सो फाइनली हाम्रो सपिङ चाहिँ भइसक्यो हो यहाँनिर अब चाहिँ निस्केको टुवर्ड्स काँक्राभित्ता होइन त्यहाँदेखि दमक अलरेडी लेट भइसक्यो पनि सो हामी चाहिँ निस्क्यो बाहिर हो आमामा गरम चाहिँ हेभी भयो पानी चाहिँ यस्तो डर परेको थियो भर्खर अहिले चाहिँ रहेर चाहिँ झन् टेम्परेचर राइज भयो हो यहाँदेखि होला नयाँ बाटो भएर कहाँ हुँदो रहेछ हुन्छ पनि ल
तिनीहरू गाडी निस्किँदैन अरे देख्दैन है त्यही आउँछ सिटी सेन्टर यो चाहिँ फाइनली पुग्नु आँट्यो इन्डिया नेपाल बोर्डर सो यहाँ चाहिँ अब तपाईँको डकुमेन्ट्सहरू चेक हुन्छ इन्डियापट्टि हाम्रो आधार कार्डहरू देखाउनु पर्ने हुन्छ यहाँनिर एसएसबीलाई ब्याग पनि उयो गर्नु लाउँछ होला कुन चाहिँ ब्यागहरू यहाँसम्म त पाएँ नि त भन्नु त्यहाँदेखि उता पाएन त अन्त हाम्रो भर्खर यहाँनिर सबै चेक भएर चाहिँ हाम्रो सबै भयो अब चाहिँ हामी चाहिँ यहाँनिर इमिग्रेसन अफिस आइपुग्यो हो अहिले चाहिँ सर्भर छैन भन्दै थियो लेट्स सी 1 hour later. सबै भयो हाम्रो चेक सबै भयो होइन पेट्रोल पम्प भन्सार पनि टक्कै सबै भयो पेट्रोल पम्प अलिक अगाडि छ र अब चाहिँ रोड पर्मिट मात्रै एकछिनमा त पर्दैन भन्दै थियो तर पनि काटेर गएको चाहिँ आफूलाई सुविधा हो प्रब्लम हुँदैन बाटोघाटोमा सो यहाँदेखि चाहिँ टक्कै गाडी 49 किलोमिटर्स टु दमक सो वेलकम टु नेपाल सो हामी चाहिँ अब इन्टरनेसनल बोर्डर क्रस गरेर जाँदैछौँ र गाइज हामी चाहिँ आज गएको हो दमक उहाँ दिदीहरू हुनुहुन्छ उहाँहरूलाई भेट्नु अनि आजको मेन चाहिँ यही हो हामी जाने चाहिँ गएको चाहिँ र अब सुरु गरौँ जर्नी नेपालको बाटो चाहिँ बनिँदै रहेछ साह्रै ठिक चाहिँ छैन रहेछ अहिलेको करेन्ट सिचुएसन तर विदिन अब कति 1 इयर भित्रमा चाहिँ दामी हुँदो रहेछ किनभने यतापट्टि देख्नु हुँदो रहेछ तपाईँले यो साइड पिच दामी हुँदो रहेछ ए फुल पिच हुँदो रहेछ हो सो अब नेक्स्ट फ्यु मन्थ्स या 1 इयरमा चाहिँ यो बाटो चाहिँ दामी हुने रहेछ सो जय नेपाल सल ल अब चाहिँ बाटो चाहिँ दामी 4 लेन भइसकेको रहेछ अहिले त पहिला त बाटो सानो थियो सिङ्गल लेन हो अहिले त बढेर ठुलो भइसकेको रहेछ लेन त दामी यस्तो हाँसुद्धो भयो नि बाटो भुलेर चाहिँ फेरि हामी अर्कै बाटो यता आएछौँ चाहिँ उतापट्टि जानुपर्ने चाहिँ हामी भुलेको त होइन नि यो डाइभर्सनले हामी चाहिँ अब यहाँबाट फेरि यस्तो गएर यताउता आउनुपर्ने रहेछ हो यहाँबाट यता जानुपर्ने रहेछ हामी चाहिँ म चाहिँ के यहाँ नेपालको पो होला ड्राइभर भएपछि सब याद गर्नु नेपाल न पेपर याद भएर त यताबाट पुगाएको याद नभएको भए त उता लान्थेन घुम्नु पऱ्यो हामी फेरि हामी चाहिँ पुग्नु अझै छ 29 किलोमिटर आउँदैछ अझै यहाँदेखि पालो रहेछ ल यहाँदेखि चाहिँ अलिकति भए पनि बाटो चाहिँ अलिक सलल रहेछ यहाँनिर नभए त अहिलेसम्म त हामी आमा हल्याङ टल्याङ गर्दै आइपुगेको थियो हो यहाँ चाहिँ अलिकति अथवा बाटो राम्रो रहेछ हो यो परसम्म चाहिँ बाटो राम्रो होस् भन्ने न त अघि भाइ त कति यसमा हिँड्दै थियो 20-15मा हिँड्दै थियो अहिले बल्ल अलिक बढेर कति पुग्यो 60हरू पुगेछ बल्ल 80मा पुग्यो बल्ल अघि त यो पनि यस्तो गर्दै यस्तो हुँदै हिँड्दै थियो यो फेरि आयो ए धुलो उठ्दैछ फेरि अगाडि कङ्कै ब्रिज आइपुग्यो बल्ल हामी चाहिँ कङ्कै ब्रिज हो यो चाहिँ लास्ट चलाउँछ है शरणार्थी यतापट्टिको रुखहरू चाहिँ के दामी हो सबै यतापट्टि ढल्केको टाइपको देखेको पनि हेर न यति मजाको र अब हामी पनि छेउछेउ आइपुग्यो अब यहाँदेखि कति 5 किलोमिटर जस्तो देखाउँदैछ
तर वेदर चाहिँ एकदम दामी भयो आज चाहिँ फाइनली हामी चाहिँ आइपुग्यो दमकका छेउमा पुग्नु आएदेखि दीपकलाई भेट्यौँ दमक दीपक चाहिँ होइन दमक चाहिँ हामी आइपुग्यो अब यही हो सब यहाँदेखि चाहिँ कहाँ जानुपर्ने हो त्यो चाहिँ हामीले सोच्नुपर्ने छ ए दिदीलाई त थाहा छ नि त नि ट्राफिकबाट भित्र अरे वेदर पनि सुहाना सुहाना पहिला सेट गरेको थियो क्या भाइले त टक्राकै देखाउँदैछ त घुमेर हामीले यहाँनिर भने अघि सुनेको क्या अहिले नि त्यो के भन्छ दिदीले भन्थ्यो नि क्या एड्रेस कता घुम्नुपर्छ ट्राफिकबाट चाहिँ लेफ्ट कि राइट कस्तो दामी बजार हो पस्नुपर्ने चाहिँ ट्राफिकदेखि चाहिँ दाएँ मुड रहेछ हाम्रो डेस्टिनेसन कति बज्यो 2:30 चाहिँ पुगेछ हामी चाहिँ आइपुग्यौँ दमक अब यहाँदेखि चाहिँ हामी जानेछौँ यतापट्टि राइट यता पुरै घुमेर हो कि यता दिन्छ यतापट्टि हेऱ्यौ कता उतै अगाडि यतापट्टि हेरे जस्तो पो लाग्यो होला सायद लेट्स सी फर्निचर लाइन भन्यो नि सोधौँ न यहाँ यता हो अलिक अगाडि यो छ रुकौडा रुक अब टक्कै लुक्न सरप्राइज हो दाजु यहाँ रहेछ म ए छ दाजु यसरी लुक्न त फाइनली हामी चाहिँ आइपुग्यौँ हो एकछिन लु धेरै यसपालि झल्छन् हाल्छ नि हाल्छ नि एकछिन है Hello! Surprise! I'm with Dada. Hi, how are you? Surprise! Oh! Surprise by the behind the. Look, finally I'm inside. I'm going to let me see. Namaste. They will bark. Okay. हजुर नमस्ते ऊ काकाको छोरा हो हामी चाहिँ आइपुग्यौँ यहाँ दिदीहरूकोमा मेडिसिन ए यस्तो रहेछ नि त उता भित्र रहेछ यसो हामी चाहिँ अब माथि जानु उता खानु पनि नमस्ते यहाँ त गरम रहेछ अस्ति यसलाई मन परेको होइन अनि यो पनि घर बनाएको भनेर ल्याएको हामीले किनभने त्यसको ट्याक्स छैन नि होइन What happened? पुग्नेसालाई के होला ए हामीले चाहिँ सक्यो कि खाना खाएर अन्त नानीसँग यहाँ बसिरहेको छ सो आएर उयो चाहिँ बसिरहेको छ बिहान चाहिँ दे मेट फर भेरी फर्स्ट टाइम दुईजना नानीहरू हो उनीहरू जहिले पनि भिडियो कलमा मात्रै बात हुन्छ बट दिस टाइम दे मेट फेस टु फेस सो दे आर ह्याभिङ फन हामी चाहिँ बसि गरम भनेर एसीमा बसिरहेको छ ए बिस्तारै हाम्रो चाहिँ उता फेरि दामी हुन्छ हजुर चिसोमा आएर भन्नु यहाँ देखेर लाइन आएको बर्थडे भयो त लाइफ पाएँ लेट्स गो डाउनस्टेयर ओके लेट्स हेभ अ क्लिक जाउँ ओके सो अब हामी चाहिँ यहाँबाट निस्क्यौँ दिदीहरूको घरबाट हो
आमा बसिरहनु भएको छ माथिनिर हेर्नुहुँदैछ यहाँनिर नानीहरू छ दुईजना मेन स्पेसली हामी चाहिँ अब नानीहरूलाई लिएर भेट्नु उनीहरू दुईजनालाई भेटाउनु लागि चाहिँ हामी स्पेसली आएको आज आलाफलाई स्कुल अप्सन गराइकन हो सो द्याट्स भाइ अब चाहिँ निस्किने नो जा नो नो हाई ओके सो अब हामी चाहिँ निस्केको यहाँबाट हुन्छ बिहान हुन्छ त निस्किनु पर्यो हजुर भेटौँ फेरि हुन्छ ओके कमन बाई Bye. You should come to Kalimpong, okay? Okay. Just talk with Anu Mama, Anu Andy, then you can come with Kalimpong, okay? Mom, I got you. So now, time to go. Look, yo. Okay, bye-bye. La. Just go, buddy, go. It's already 5 o'clock. Oh. So निस्किने हामी हुन्छ बाई 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 ये बाई लु जाउँ नानी पछाडि हाल्न यो आइप्याड बाई बाई सी यू सुन सी यू अन भिडियो कल ओके जाउँ भाइ अब यसो अन गरेर फुल टु यता निक्लिम जाउँ बाई 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 ल जाउँ See you soon. सी अन भिडियो कल भन्न अब चाहिँ बुझ्नु नि एसी खोल्नुपर्छ नि जु 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 ओ तल टोटो आउँदैछ है अब चाहिँ हामी निस्क्यौँ यहाँबाट हो अलरेडी पछाडि बसिरहेको छ दिदीहरू बिहान हो होइन खोल्दिनँ ओके बाई बाई ल अब हामी चाहिँ निस्क्यौँ अब चाहिँ सिट बेल्ट लगाऊ ल सिट बेल्ट लगा हो एसी खोल्नुपर्छ हो अहिले तल हावा आउँदैछ भाइ झरे झरे सामान झऱ्यो सामान झऱ्यो सामान झऱ्यो सामान सामान यहाँनिर चाहिँ म्युनिसिपल टोल ट्याक्स पनि काट्दो रहेछ यहाँ राखेको हो 50 रुपियाँ लाग्दो रहेछ यहाँनिर पसेको चाहिँ भित्र गएको चाहिँ सो अब हामीले यहाँ पे गर्दैछौँ आइसी चाहिँ 100 रुपियाँ देख्छ हो आइसी नै दिएँ मैले ओके हुन्छ थ्याङ्क यू आइसी नै फर्क्यो हुन्छ थ्याङ्क यू ल हामीरा सुन्नुहोस् न यो ऊ माथि उयो निक्लिन हाइवे निक्लिन सिधै हो ओह्रालो बस माथि माथि डाइभर्सन छ त्यहाँबाट यस्तो हजुर त्यो त थाहा भयो हजुर ल थ्याङ्क यू धन्यवाद हुन्छ मे वेदर भयो हो तर हामी बस्नु पाएन भाग्यवश हामी फर्किनु पर्दछ र समय भएको छ अहिले इन्डियन टाइम चाहिँ 5:15 मा हामी यहाँबाट निस्क्यौँ मजा आयो बिहानसँग अझै मजा आउँछ नि बस्नु भएको भाइसँग है बस्नु पाएन नि हो किन एनिवेज नेक्स्ट टाइम नि सो हामी चाहिँ निस्क्यौँ अब यहाँनिर 3 hours later. सानो सानो धुन आँट्यो र हामी चाहिँ काँक्राभित्ता आइपुग्यौँ भर्खर हो अगाडि तपाईँको स्क्रिनमा चाहिँ हेर्नु यति दामी फुलमुन लागिरहेको छ यी हेर्दा जति दामी भइरहेको छ हामी चाहिँ अहिले अब देख्नु सक्नुहुँदैछ काँक्राभित्ता चाहिँ हामी आइपुग्यौँ जाँदाखेरि भन्दा चाहिँ हामी फर्किँदाखेरि छिटो आइपुग्यौँ अब चाहिँ एक्जिट हुन्छौँ यहाँदेखि हामी हो ल गर्दा गर्दा एक्जिट गर्नुपर्छ त्योपछि चाहिँ आमा बल्ल शीतल हावा खानु पायो सन्चो भयो यहाँनिर एक्जिट गर्नुपर्छ हो त्योपछि निक्लिनुपर्छ लाइक कस्तो भन्दाखेरि हामी एकखेप वान्स इन्ट्री गरेपछि होइन एक्जिट पनि गराउनु पर्दो रहेछ अहिले चाहिँ अनलाइनै सो त्यसले गर्दा हामी चाहिँ एक्जिट गर्न आउँदैछ यहाँनिर ओके सो फाइनली हामी चाहिँ अब एक्जिट भयो हो 9:05 यस्तो छ यहाँनिर अहिलेको
कन्डिसन चाहिँ हाम्रो राइट नाउ हामी चाहिँ पुग्यो अहिले सेभोक हो गौतममा चाहिँ अब बस्नु पाउँदैन मसँग होला नि तर हामी चाहिँ अहिले खानालाई बसिरहेको छ हो र खाना खाएर चाहिँ मुभ गर्ने र अर्डर चाहिँ अलरेडी भइसकेको छ के हाम्रो फुड चाहिँ आइसक्यो हामी खानु छ अहिले अन्डा तड्का चिकन करी नान भाइले पनि चाहिँ खाएको छ सान्सले चाहिँ पनिर बटर मसला आरब र ज्योतिले चाहिँ चिकन खाँदैछ सो हाम्रो डिनर चाहिँ हामी वी आर ह्याभिङ लाइट फुड बेलुका त्यस्तो हेभी होइन अब यहीँ कति बज्नु 10 बज्नु आँटेछ 10 बज्नु 20 र हामी चाहिँ अब सेवकबाट थ्याङ्क यू गौतम न्यू गौतमबाट चाहिँ खाएर अब निस्केको हामी चाहिँ अब पुग्दा ओर्दा 11:30 हुन्छ होला मजा आयो ग्लास देऊ त उसलाई सनग्लासेस दादालाई आफ्नो दियाला सो अब चाहिँ कहीँ नरोकी सल्ल जाने हामी घर गुड नाइट बाई ल फाइनली हामी चाहिँ कति बज्यो 11:20 भइसक्यो हामी चाहिँ घर आइपुग्यो हो घर आइपुग्यो हामी चाहिँ ढिलो भयो बाटोले गर्दाखेरि टायर्ड पनि भयो र फाइनली अब यही भन्दै आजको भिडियो चाहिँ म यहीँ इन गर्छु हो त्यस्तो मजाले भिडियो बनाउनु पाइनँ किनभने बाटोघाटो त्यस्तै थियो हो जति जस्तो जे भिडियो बनाएँ मैले हेरेर राम्रो लाग्यो भने लाइक गरिदिनु होला सो थ्याङ्क यू किप सपोर्टिङ लाइफ रोलिङ थ्याङ्क यू घर पनि आइपुग्यो अब यहाँ बच्चाहरू चाहिँ फेरि 2टा बच्चाहरू चाहिँ बिहानदेखि एक्लै हो होइन अब कस्तो चाहिँ खुसी हुन्छ यिनीहरू फेरि अब केही नै छोडेर गएको जस्तो हुन्छ 2जनालाई फेरि छु भाइ भयो 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 2जना भयो 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 आमा आइपुग्यो त पापाहरू आइपुग्यो त नगर न मैला नगर न ल हौ हिँड्न हौ आमा बिहान छोडेर गएको कि यहीँ गएको जस्तो भित्र हौ हिँड्न न लु ल